फुल चाहिँ कहाँ देखाउँछ उसमा चाहिँ म्यापमा चाहिँ यही हो हेलो गाइज वेलकम टु माई ब्लग पनि टन्नै बनाउने हो गाइज यहाँ चाहिँ झ्याउकुरी कराउँदैछ ऊ झ्याउ 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 तर यहाँनिर हेर्नुहोस् कस्तो दामी दामी फुलहरू फुलेका छन् वाउ यो असारे फुल भन्छ यो चाहिँ हाम्रो नेपालमा यहाँ चाहिँ के फुल भन्छ थाहा छैन राम्रो ठाउँ छ रहेछ होइन क्यामेरा त अन छ अब अरू त खिच्ने भएन यही घल्दाइलाई खिचेर भ्लग बनाउनु पर्ला छ होइन भाइरल भयो भने चाहिँ होइन के भन्छ अलि गर्नुपर्छ रहेछ त्यहाँ अब ऊ त्यसरी किन्ने हो त्यो फुल चाहिँ बेचिसकेको रहेछ होइन मान्छेहरूले यताबाट होइन होला यताबाट हो माथि नै रहेछ धेरै माथि त नजाउँ होला होइन किन हो खुट्टा कुन्चिँदै हिँडेको सोमत छ कि छैन खावाइ नै अन्त किन्न पाइन्छ नि त यही फुल बेचिसकेर त हो यो फुल राम्रो नदेखेको हाम्रो देशी भाइहरू पनि आएर रहेछ भेटनामी भाइ बहिनीहरू हाई प्याकै प्याक ल हेर्नुहोस् यो चाहिँ सूर्यमुखी फुलको बोट पनि सानो यो चाहिँ जापानिज ग्रुप हो कि भेदे ग्रुप हो थाहा छैन जापानिज ग्रुप जस्तो छ यिनीहरू नि भर्खर आएको जस्तो हेर्नलाई ल ल ल ल हेर्नुहोस् ल फुल हेर्नको लागि चाहिँ आएको रहेछन् मान्छेहरू रहेछ त उता फर्केको रहेछ त नि रहेछ त नि ल हेर्नुहोस् यो चाहिँ जापानको सनफ्लावर भन्छ है सूर्यमुखी फुल अनि उल्टो परेर नदेखेको रहेछ नि त यो त उल्टो परेर नदेखेको रहेछ नि त यो त अझै फुल्दैछ नि है होइन नि अलिक ठुलो हुन्छ नि कत्रो गाछ हुन्छ त सुगो किरे मेचे गुरे ल हजुरआमा पनि आउनु भएको रहेछ हजुरआमा पनि हजुरआमा दर्शन ऊ ल कोही जोडिएर फोटो खिच्न लागेका छन् ल हेर्नुहोस् कोही कता छन् ल यो चाहिँ हाम्रो ग्रुप है बोट सानो रहेछ तर यो अलि ठुलो हुँदै गरेको होला सायद ल हेर्नुहोस् ल सनफ्लावर इट्स मिन सनफ्लावर पछि मिते कुरेहरू पोज वाउ खिरे यो सुगो खिरे वाउ मेरो पनि देखाइदियो त वाउ सुपरम्यान देखेको छु होइन मैले चाहिँ यो खानालाई कोसेली पनि बोकेर आएको छ अहिले तिर्खा लाग्ला होइन टक्क तिर्खा लाग्यो भन्छ ए यार कति राम्रो बिचमा जानु मिल्दैन जानु बाटै त्यसरी मिल्दैन मेरो भ्लग चाहिँ अहिले अन्त्य गरौँ होइन खोज्यौ त